हेलो गाइज नमस्ते लासुफ्याफुला सबैजनालाई एकदम आरामै सन्चै हुनुहुन्छ होला सबैजना। सो वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। अनि आज चाहिँ मैले धेरै दिनपछि चाहिँ है यसरी मुकबाङ भिडियो बनाउँदैछु, प्रपर मुकबाङ भिडियो। अनि आज चाहिँ मैले खास के अरे तामाङ ल्याङ्ग्वेज च्यालेन्ज गर्छु भनेर सोचिरहेको थिएँ, तर मैले सुरुमै इन्ट्रोड्युस गर्दाखेरि नै मैले बिगारिहालेँ। त्यही भएर केही छैन, म नेक्स्ट टाइम चाहिँ त्यो च्यालेन्ज पनि लिएर आउँछु। तामाङ भाषामा चाहिँ फुल भिडियो चाहिँ ओन्ली इन तामाङ भाषा है। अब म चाहिँ तामाङ भएकोले गर्दा चाहिँ मलाई चाहिँ त्यो च्यालेन्ज चाहिँ गर्नु मन थियो। मलाई खासै मजाले फरर बोल्न आउँदैन क्या भाषा चाहिँ, अनि त्यही भएर चाहिँ एकचोटि चाहिँ म त्यो च्यालेन्ज चाहिँ गर्छु भनेर सोचिरहेको थिएँ। सो वान्स अगेन वेलकम ब्याक टु माई च्यानल। अनि म चाहिँ सङ्गीता दोङ। अनि धेरै पछि चाहिँ मैले एकदम स्पेसल भिडियो चाहिँ लिएर आइसकेँ। अनि जतिजनाले पनि हेरिदिनुहुन्छ मेरो भिडियोहरू, अनि उहाँहरूलाई चाहिँ फेरि धन्यवाद, धेरै 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 धन्यवाद। यसरी नै मलाई सपोर्ट गरिदिनु होला, यसरी नै मेरो भिडियोहरू हेरिदिनु होला। अनि तपाईँहरूले मन पराउनु भयो भने चाहिँ मैले यस्तै भिडियोहरू फेरि लिएर आउनेछु। ल अहिलेलाई चाहिँ अब ढिला नगरिकन चाहिँ मेरो मकबाङमा चाहिँ के छ त म तपाईँहरूलाई भन्छु है त। ल फर्स्ट अफ अल चाहिँ यहाँनिर चाहिँ छ मैले आज स्पेसल सुकुटी चाउमिन बनाएको छु है। यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ नेपालदेखि ल्याएको बफ सुकुटी। किनभने कोरियामा चाहिँ मलाई बोल्दा बोल्दै थुकाइसकेँ। अब किनभने कोरियामा चाहिँ यो बफ सुकुटी चाहिँ पाउँदैन क्या। अनि त्यही भएर चाहिँ मलाई चाहिँ यो बफ सुकुटी खाएपछि चाहिँ म सिधै मेरो गाउँमा पुग्छु। किनभने चाहिँ यो खाने बित्तिकै मलाई गाउँको याद आउँछ। किनभने हाम्रो गाउँतिर चाहिँ यस्तो दसैँ तिहारमा गइन्छ नि त गाउँतिर। अनि यस्तै सुकुटीको तरकारी चाहिँ बनाएर, अझ सुकुटीको अचार भन्दा नि यो सुकुटी चाहिँ आगोमा पोलेर पुरा नुन खोर्सानी गोलभेडा थिचेर अनि त्योसँग मिक्स गरेर अनि चिउरासँग खाइन्छ, स्पेसली दसैँमा चाहिँ होइन। अनि त्यही भएर चाहिँ यो खाने बित्तिकै मलाई एकदम मेरो गाउँतिरको याद आउँछ, अनि सबै नेपालतिरको याद आउँछ। अनि त्यसपछि चाहिँ छ यहाँनिर पकौडा। यो पनि मैले आफै बनाएको, यो चाउमिन पनि पकौडा पनि आफै बनाएको। आज मैले बिहान उठेर सबै टक्क रेडी गरेर है। आज चाहिँ धेरै बोल्यो जस्तो छ, त्यही भएर छिटो भन्छु। ल यो सुकुटी चाउमिन भयो, यो पकौडा भयो। अनि यहाँनिर चाहिँ मैले यो टिमुरको अचार जस्तो बनाएको, थोरै छु, एकदम पिरो छ त्यही भएर थोरै मात्र बनाएको। अनि यहाँनिर चाहिँ छ यो चाहिँ राइस पेपरको चाहिँ तेलमा फुटाएर चिप्स बनाएको मैले। अनि त्यसपछि यहाँनिर छ हरियो सागपात। अनि त्यसपछि छ यहाँनिर स्याउ। अनि पिउनलाई चाहिँ पानी है। यो कोक सोक जुस केही पनि नलिएर आएको, किनभने आजभोलि म जिम जाँदैछु नि त। अनि त्यही भएर चाहिँ यसो कन्सियस हुनु पऱ्यो नि। खाना त मलाई कोक खानु मन थियो, तर पनि कोक खानुभन्दा बरु यो पानी खाने फाइदा हो भनेर चाहिँ आज मैले पानी ल्याएको छु। सो ढिला नगरिकन चाहिँ अब खाएको है त, यो सुकुटी खाइदिउँ फेरि। लास्ट मिठो। ल चाउमिन पनि खाइदिउँ है त। बिग बाइट हान्नु पर्यो भनेको। आज चाहिँ यो चाउमिन पकाएको मलाई आफै मिठो लाग्यो। प्रायः चाहिँ मलाई आफूले पकाएको मिठो लाग्दैन थियो, तर आज चाहिँ चाउमिन चाहिँ मिठै भएछ। ल कागती पनि छ, यो चिल्लो काट्नलाई क्या कागती चाहिँ। सबै चिल्लो भयो नि त कागती यसरी निचोरेर।
साग पनि खाइदिउँ होला। पहिला पकौडा पनि चाखौँ है त कस्तो भएछ। यसरी हाम है त। लास्ट मिठो भयो। कति बजी खाएको यो चाउमिन त। मेरो मोमो र चाउमिन चाहिँ मेरो एकदम फेभरेट हो क्या, त्यही भएर यस्तो गर्नु पर्यो। पकौडा, चाउमिन, सुकुटी,
Last one, guys. ल फाइनली गाइज मैले आज चाहिँ सबै भ्याएँ हैन। अब यो कागती एउटा छ, यो कागती चाहिँ अब अहिले एकछिनमा यो चाहिँ हट लेमन बनाएर खानु पर्यो। ल अब आजको भिडियो चाहिँ यति नै थियो। अनि तपाईहरुलाई चाहिँ के कस्तो लाग्यो आजको भिडियो? आई होप कि इन्जोय भयो होला, हेर्न रमाइलो भयो होला। आज चाहिँ अब तपाईहरुलाई हेर्न कस्तो लाग्यो, तर मलाई चाहिँ खाना चाहिँ एकदम मिठो भयो। यो चाउमिन पनि एकदम मिठो भयो, पकौडा पनि ट्याक्क भने जस्तो भएछ। अनि यो अचार चाहिँ खास गोलभेडाको अचार बनाउनु मन थियो, तर छिटो छरितो चाहिँ यो टिमुरको छोप बनाएको छोपको अचार। ल आजलाई चाहिँ यति नै गाइज, थ्याङ्क यू फर वाचिङ। अनि यस्तै मुकबाङ भिडियो चाहिँ अझै पनि आउँछ। त्यतिन्जेलसम्मको लागि चाहिँ तपाईहरुले चाहिँ वेट गर्नुपर्नेछ, मलाई सपोर्ट गर्नुपर्नेछ हैन। ल आज चाहिँ जे जस्तो भए पनि हेरिदिनु भयो सबैजनाले, त्यसको लागि चाहिँ धेरै धेरै थ्याङ्क यू। अनि नेक्स्ट टाइम चाहिँ फेरि अर्को एकदम मिठो मिठो मुकबाङ भिडियोहरू लिएर आउनेछु। सो त्यतिन्जेलसम्मको लागि चाहिँ म बाई भन्न चाहन्छु। अनि एट लास्ट थ्याङ्क यू फर वाचिङ, सी यू इन माई नेक्स्ट भिडियो, बाई।